गड्याङ गुडुङ गियर लगाउनु भएन। अब गियर लगाउँदाखेरि जहिले पनि यहाँ देखाएअनुसार 1 2 3 4 5 रिभर्स। अब यो अहिले न्युट्रलमा छ। न्युट्रल भनेको 3 र 4 को बिचमा छ। अब यता ठेल्नु भयो भने 1 र 2 को बिचमा हुन्छ, तर न्युट्रलमै हुन्छ। 1 पनि लागेको छैन, 2 पनि लागेको छैन। अब 1 लगाउने भए यता ठेलेर 1 लगाउनु पर्यो, अनि 2 लगाउने भयो भए एक कुनै कुना पेलेर 2 लगाउनु पर्यो। अब छोडिदियो, 2 मा छ। अब हामीले न्युट्रल लान फेरि यता पेलेर आयो, न्युट्रल आयो। अब सिधा ठेलिदियो भने 3 भयो, फेरि न्युट्रल भयो, सिधै पछाडि तान्यो भने 4 हुन्छ। अब हामीले 1 बाट रिभर्स लगाउनुपर्छ। प्राय ड्राइभिङ लाइसेन्समा जाँदाखेरि 1 लगायो। अब 1 बाट ब्याक लगाउनलाई यतै पेल्नु पर्यो, यता पेलेर न्युट्रल आयो, फेरि पुरै यता पेल्नु पर्यो, त्यसपछि यता पेल्नु पर्यो। त्यो भनेको रिभर्स लाग्यो। अब रिभर्सबाट निकाल्दा पनि सेम यसरी यता पेलेर ब्याक लगाएको छ भनेपछि यतै पेल्ने, न्युट्रलमा तान्ने, फेरि यता पेल्ने पुरै, अनि 1 लगाउने। यसरी गर्नु पर्यो। यसरी याद गर्नु होला। सिधा ठेले 1 3 गयो, यता पेलेर यता लगे 1 गयो, सर्र ताने 2 भयो। भनेको मतलब यो लाइनमा 1 3 5 छ, बिचको लाइनमा न्युट्रल हो पुरै, र पछाडिकोमा 2 4 र रिभर्स छ। 3टा लेयरहरू छन् यहाँ। 3टा यसमा भयो 1 3 5, यहाँ बिचमा भयो न्युट्रल, यसमा 2 4 र रिभर्स। त्यसरी नै गर्नु होला, गड्याङ गुडुङ नगर्नु होला। हस्, यहाँसम्म आउनुभयो। भिडियो लाइक गर्नु होला, कमेन्ट गर्नु होला, फलो गर्नु होला। धन्यवाद।